हाई गुड मर्निङ यहाँहरू सबैजनालाई। म चाहिँ यति बेला गाउँमा आइपुगेको छु। अहिले चाहिँ बिहान भइसकेको छ गाउँमा। अब मेरो ड्युटी स्टार्ट हुँदैछ। मैले के गर्छु त सुरुमा मेरो ड्युटी हेर्नुहोस् है। के गर्दो रहेछु। आज कति धेरै माकुराको जालो पसिरहेको देखेँ, त्यही भएर म चाहिँ सुरुमा माकुराको जालो झार्ने काम गर्दैछु अनि त्यहाँदेखि अरू काम गर्छु। ल हेर्नुहोस् है, यति धेरै छ। अब बुबा आमा मात्रै हुनुहुन्छ, त्यो माकुराको जालो झार्ने फुर्सद पनि छैन नि त। यस्तरी माकुराको जालो लागेर छ। सो म यसलाई चाहिँ क्लियर गर्ने काम गर्दैछु। देन अनि अरू काम गर्छु। हेर्नु ल, मिल पनि छ है, तरपत्र गोल छ। ल ओके, यो दसैँमा झारेकोदेखि झार्नु भएको थिएन क्या हो तपाईँहरूले? हजुर भ्याउनुहुन्न नि त, बस्तु बाख्रा छ, आमा बुबा मात्रै हुनुहुन्छ अनि भ्याउनुहुन्न कहिले के। त्यही भएर यो ड्युटी चाहिँ मेरो हो आज। म 2-4 दिन गाउँ बस्छु जलसम्मको। 2-4 दिन मतलब अब 2 दिन। भोलि चाहिँ आज चाहिँ के भयो होइन, भोलि चाहिँ विशेष स्पेसल हाम्रो माघी पर्व हो। मगर समुदायहरूले अनि थारू भयो अनि चौधरीहरूले चाहिँ माघीलाई एकदमै स्पेसलको रूपमा मनाउने गर्दछ र हामी पनि एकदमै स्पेसलको रूपमा मनाउँछौँ। अनि तरुल खान्छौँ अनि खन्नुहुन्छ अहिले बुबाले, हिजो पनि खन्दै हुनुहुन्थ्यो। आज म त्यसको पनि भिडियो लिन्छु ल। मलाई चाहिँ एकदम रहर थियो गाउँ आइसके पछाडि गाउँको हरेक भिडियोहरू क्याच गर्ने अनि त्यसपछि राख्ने है, आफ्नो गाउँघरको प्लेस लाइफ कस्तो हुन्छ त भनेर त्यसै एउटा सेयर गर्ने, मलाई एकदम मनपर्छ। अनि एकदम काठमाडौँको भन्दा पनि चिसो र कस्तो शीत पुरै तप गरेर शीत झरिरहेको छ यहाँ चाहिँ। मलाई एकदम चिसो लाग्यो है। के बुबा, के आमा? ए हेर पानी राति कति बेला आएको रहेछ पानी आएर, अनि राति चाहिँ त नि यो दसैँभन्दा यता झार्नु भएको छैन क्या हो? हो र अन्त त फेरि हाम्रो घरमा रुद्री पूजा लगाइसक्यो हो आमा? ए अस्ति नै ठुलो मम्मीको घरमा रुद्री पूजा लारहेछ अनि मलाई ईश्वर सरले फोन गर्नुभएको उहाँबाट के छ भन्दै हुनुहुन्थ्यो। अनि ठुलो हाम्रो ठुलोमम्मी घर लाएर चाहिँ अनि कसरी लायो रुद्री पूजा? ठुलोमम्मीको घरसम्म पुग्नु हुँदो रहेछ हाम्रो त्यो सहर त। ए उहाँले रुद्री पूजा लगाउँदै मलाई फोन गर्नुभएको थियो, के गर्दैछौ कस्तो छ भन्दै हुनुहुन्थ्यो। केही गरे छैन भने मेरीली हुन्छ पर्तिर लगाइदिए म भनिदिन्छु नि। ल हेर्नु कति धेरै रहेछ त नि पुरै। बाख्रा त करायो त नि, चिसो आउँछ नि, चिसो यस्तो धेरै चिसो छ, खप्नै नसक्ने चिसो पो छ त। धेरै चिसो त काठमाडौँको भन्दा पनि चिसो लाग्यो मलाई त अब यहाँ। ए जाडो है।
झन् तपाईँहरू त ट्राउजर नै लाउनुहुन्न त साडीमा अब हिँड्ने के हो हिँड्ने हो यतिकै हो यति गर्दा नि जाडो काठमाडौँमा एकदम चिसो म त काठमाडौँमा त सास फेर्नै गाह्रो हुन्छ चिसोले शुद्ध पनि यस्तो गाह्रो ओके सो मेरो चाहिँ एउटा घरको मैले त्यो झारेर सकेँ थ्याङ्क यू एभ्रिवान यो मेरो मिनी भ्लग होला बिहानको मेरो फर्स्ट ड्युटी उठ्ने बित्तिकै पानी खाएँ एकैछिन पढेँ मुख चाहिँ धोएको छैन ल अझैसम्म चाँडो भएर नुहाएकै छैन अहिले नुहाउँछु एकछिनमा ओके म के अरे आनन्द चाहिँ एकदम गाउँमै आनन्द शान्त है अनि कस्तो मजा यहाँ चाहिँ कसैको भनौँ न के अरे डिस्टर्ब पनि हुँदैन अनि यहाँ त्यस्तो धेरै मान्छेहरूसँग भेटघाट पनि हुँदैन एकदम कम अहिले त गाउँमा मान्छे छैन कहाँबाट भेट्ने होइन एकदम आनन्द एकदम रमाइलो अब भोलि सङ्क्रान्ति माघे सङ्क्रान्ति अनि पर्सि 2 गते त जाने हो भनेपछि भोलि एक दिनभरि अझै पनि मेरो गाउँमा बस्न म सक्छु त्यति सो ल थ्याङ्क यू